ल आजको भ्लग स्टार्ट हाल्दै त। हेलो गाइस, वेलकम टु माई न्यू भ्लग। आज चाहिँ हामी जाँदैछौँ खोला। हामीलाई थाहा छैन कहाँ छ खोला, के छ थाहा छैन। मुनि झर भनेको छ, झरेको झरे झरेको झरे झरेको झरे। खोला नदेखुन्जेलसम्म झर्ने हो हामी। खोइ कटु कता गयो? हामीले चाहिँ ब्याग नि बोकेको छौँ। बिहान मैले पनि बोकेको छु। म चाहिँ पाहाड हिँडेको। आज खोला फाडेर आउने हो। म चाहिँ यहाँ पत्तालवाली। म चाहिँ ब्यागवाला। कता आउँदैन त त्यसको मोबाइल चलेको छैन। मोबाइल चलेन के? त्यो मोबाइल नचल्ने त नहिँड्ने। हामी चाहिँ जाँदैछौँ होइन। अब यो बाटो यस्तै छ बाटो, तर घामले पोलो। अटो चाहिँ आउन आँटेन। यो चाहिँ आइसक्यो अब। यो चाहिँ आइसक्यो, पुरै प्लेट साफ गरेर आएको छ। सिधै 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 खाना पस्ने पानी टाङ्गी भयो उताको खोला जान आँटेको अरे। हामी कस्तो ठाउँमा आइपुग्यौँ त यार। हामी हिँडेको कति बेर भयो यार? हामी हिँडेको अब यो 24 करोडको वाचमा हेर्छु ल म। कति आधी घन्टा। म ठाउँ त नि दामी आइपुग्यो नि त। अब नि भाइ इन्डिभिजुअल पानी खानुपर्छ क्या। ठिक छ ठिक छ। तिमीहरूले मलाई झोला बोकाइस् नि त यस्तोमा। झोला ग्याङ म्याच पैसाले मिठो छ। केटाहरूले चाहिँ जङ्गलमा देखेको फलेको कुरा केही छोड्दैन। कोही केटा हिँड्नु खुरुखुरु मलाई भारी भइसक्यो। यहाँ झोला उनीहरू खाली बसिरहेछ। यसको नि हलुका छ। मेरो चाहिँ यहाँ भाँडाकुँडा सबै हालेर यहाँ मासु सासु सब सामान मेरोमा होला। हो मेरोमै छ। आरी हेर सब। तेरो पछाडि हेर त, पछाडि हेर्न ठिक्क टाउको नेरी। भर्किँदा खाँदै खाँदै आउन न। यहीँ छ हौ। ऊ त्यहीँ छ त। खासमा खाने चाहिँ किम्बु हो क्या यस्तो। ए किम्बु अरे ऐसेलु। यो चाहिँ फेरि अन्ध छ क्या। देखेँ नि त कुरा पनि अलिक ढिलो ढिलो बुझ्छ कि। उयो अर्को चाहिँ मर्न खोज्दैछ। 3 महिना बाँच्छ जस्तो छैन। यो मान्छेले खाना नपाएको है। ऊ गौरव बरु एक्लै हिँडिसक्यो। म नि आउँदैछु। मेरो ब्यागमा चाहिँ अहिले को हल्लिएर पड्किन्छ होला। खोला पनि खोलै रहेछ होइन। यस्तो छ। अब हामी चाहिँ अझै उँधो जाँदैछौँ ल। हिँड केटा हिँड। गहिरो होला उहाँ माथि अझै गएर हिँड्न। उँधो हिँड्न। पानी भने अस्ति सफा छ। हिँड ल। हामी चाहिँ अब यो खोल्सा मन परेन कि। अनि हामी अब ठुलो खोला जाँदैछौँ होइन। बोल्न भाइ बोल। ऐसेलु चाहिँ केटाहरूलाई देख्ने हुँदैन। आज पुगिन्छ जस्तो छैन खोला। जहाँ ऐसेलु भेटो रोकिहाल्छन्। खान थालो अनि 3 महिना चाहिँ ऐसेलु मजाले अमन भएर जाने हो क्या। त्यहाँबाट अब यता आइज। त्यस्तो केटाहरूको आर्मी ट्रेनिङ हुँदैछ एकदम। मर्ने बेला भएको छ केटाहरूको जाला चाहिँ अब आइज यहाँ झर आइज पक्का केटा। त्यहाँ मुनि झन् बाटो हो यो। यहाँ त इजी छ त। कस्तो अनुभव भयो भाइ तँलाई त्यहाँबाट उहाँ केटाहरू माथि छ झर्दैछ। उहाँबाट झरेको हामी माथिबाट सर। यहाँ यस्तै छ गर्नु। भयो लुगाको हालत यस्तो भयो। यी लुगा चाहिँ यस्तो हो। केटाहरू आउँदैछ ल। अब हामी आइपुग्यौँ। अब उता पुल छ। त पुल तरेर उँधोपट्टि जाने अरे। त्यहाँ ठुलो खोला छ अरे। ल हामी चाहिँ आइपुग्यौँ है त खोलामा। हामी चाहिँ यहाँ बस्ने हो टक्क। झिक सामानहरू। यहाँ पानी नि दामी छ, शीतल नि छ। यहाँ गहिरो नि रहेछ। यताबाट पानी धामी झरिरहेछ यस्तो छ। यता नि पानी छ। यहाँ ठिक्क ठाउँ नि राम्रो छ। सो एकदम सुनसान ठाउँमा यहाँ सामान झिक्दैछ। हामी चाहिँ अब यहाँ टक्क यहाँ चाहिँ मासु पोल्न आँटेको छौँ। पहिले आगो बाल्नुपर्छ। यस्तो छ अब यहाँ मासु पोल्ने। ल हाम्रो सामान चाहिँ यता छ। सबै सामान झिकेको। चप्पल पनि हाल्न त छोरु। यहाँ आगो पनि बलिसक्यो। अब केटाहरू आराम गर्दैछ। भाइ केही भन्दै त अब के गर्नु। अब यो ढुङ्गा तात्छ अनि हामी यहाँ सेपमा
तेल ल्याएन क्या तेल त्यही यसको पोसो पक्लिन्छ क्या हाम्रो फेरि यहाँ चाउचाउन छ होइन यता साग गर्दैन नि यो उयो लाउनुपर्छ होला यसमा त्यो उयो माटो दल्नुपर्छ यहाँ कोरियन साग देखान हो चाइनिज हौ चाइनिज यहाँ देखान काँक्रो गाजर दिए न गाजर हाम्रो यहाँ धनिया त्यस्तो छ यहाँ चाहिँ एकदम यो साग पकाउनु पर्दैन अहिले पखालौँ न पानी उतै राख्यो पानी के हामी सक्छौँ र यो मासु हाम्रो बाहुन डन भन्दै भाइ चटपटे एकदम यहाँ मासु पाक्दैछ मासु चाहिँ केटाहरूले चटपटे बनाइसक्यो अब चटपटे खानुपर्छ तेरो दाइले मासु चाहिँ अझै पनि धेरै छ यो पकाउनु चाहिँ बेलुकै हुने रहेछ यता अब सामानहरू अरू सामानहरू छ ल पाक्दैछ अब खानुपर्छ मासु अब ढुङ्गा पड्केर झन्डै मान्छे मर पुरा बाहुन हालत यहाँ अर्को छ यहाँ जोगल्टे यहाँ एउटा अनि तपाईँको डन यहाँ म मलाई खाइजा पाक्दै छ मासु चाहिँ एकदम चेकिरहेछ पुरा पानीमा डुबाइदिएर यस्तो छ यस्तो गर्मी भइरहेको छ यहाँको रापाएर ल मासु चाहिँ एकदम पाकिसक्यो है मासु चाहिँ एकदम रेडी यस्तो दामी भएको छ खाउँ भएको चाहिँ दामी भएको छ यता चटपटे खाएर एकदमै टमाटर अचार बनाउनु रेडी हो यहाँ चाउचाउ बन्दैछ केटाहरू यहाँ सुतिरहेछ मस्त केटाहरू मस्त लडिरहेछ उहाँ कोक लडिरहेछ केटाहरू यहाँ लडिरहेछन् यहाँ पानी दामी छ यस्तो छ यो दाउरा खोज्दैछ यता ल ल अब चाहिँ रेडी भयो है त एकदम अझै कस्तो लागिरहेछ तँलाई मलाई त एकदम राम्रो लागिरहेछ तँलाई कस्तो लागिरहेछ भाइ तँलाई कस्तो लागिरहेछ एकदम बढिया यहाँलाई खानाकै मात्रै हुन्छ यसलाई कस्तो लागिरहेछ ल अब रेडी भयो चट्ट खानुपर्छ बसेर ल हामीले खाना थालेको चाहिँ 2 मिनट जति हो कस्तो छ टक्दैमा ढुङ्गाले खाएर देखाउन यो हो क्या ए देखेँ केटाहरूले सबै सिद्धो अब चटपटे बाँकी छ गुलियो छ साथीहरू कोक हालेको छ नि त टुपियामा उहाँ भिरभिर कुद्दैछ अब यो सकिसक्यो टक्क खाएर पनि आगो निभाउनु पर्छ अब एकछिनमा सब सफा गर्नुपर्छ यता हालेको छ फोहोरहरू अब यो सब टिपेर सफा गरेर यसले झन् सब खतरा खान्छ यी आम्बो हात भाँचेको मान्छे जस्तो पुरा बटारी गुल्ला चाहिँ अब चाहिँ भगवानले किन हात बनाएको भाइ हातले अन्तिममा नआएपछि भन्ने त त्यही हो नि त अर्को यता फेरि यो हड्डीभित्र मासु खोज्दैछ होइन किरा चाहिँ कस्तो यहाँ पुरा केटाहरू हान्दैछ अब चाहिँ यहाँ नुहाउनु पर्छ यस्तो दामी पानी छ यहाँ नुहाएर त्यो कप सफा गरेर एकदम फोहोरहरू भेला पारेर चटपटे अझै छ चटपटे खाएर अनि जानुपर्छ घर यहाँ चाहिँ अब भाइ चाहिँ रेडी भइसक्यो एकदम नुहाउनलाई यहाँ चाहिँ पुरा अब हामीले चाहिँ आगो पनि लगाइदिइसक्यौँ फोहोरहरू भेला पारेर यता बल्दैछ आगो चाहिँ आगो लगाइ यहाँ नुहाउनुपर्छ यहाँ नुहाएर अनि जानुपर्छ भेला पारेर सामान हालेर यता चाहिँ अर्को चाहिँ भाँडा धुँदैछ यतापट्टि यो
यस्तै छ यहाँ। हामीले चाहिँ फोहोर सोहोर डढाइसक्यौँ होइन, प्लास्टिकहरू चाहिँ पुरै आगो लगाइसक्यौँ यहाँ। केटाहरू चाहिँ ऐसेलु दिएर उहाँ पुगिरहेको छ, एउटा आउँदैछ। केटाहरू चाहिँ उहाँ ऐसेलु खाँदैछ। उहाँ ऐसेलु भनेपछि केटाहरू ऐसेलु के गरेर गएको तिनीहरू? खुलाइदे, तिनीहरू के गर्न गएको? ऐसेलु खानु होइन भने भन्दै सुटुक्क भन्न त, सुटुक्क भन्दै भन्दैन भन्दै खुला दिशा मुक्त क्षेत्र तोड्न जाँदैछ तिनीहरूको पक, तिमीहरूको झाड भाँच्छु म यहाँ आइज। फोहोर पनि जलिसक्नु आँट्यो। अब यो आगो सागो निभाएर मजाले आगो निभाएर अनि एकछिन यहाँ नुहाएर एउटा आइसक्यो। उहाँ एउटा उहाँ आउँदैछ, एउटा यी आउँदैछ, एउटा उतै छ, एउटा केटाहरू आउँदैछन्। अब सबजना नुहाएर पछि यो सब सामानहरू बोकेर अब चाहिँ जानुपर्छ। तँ के गर्न गएको अरे? साह्रो पर्यो। केटाहरू यस्तै हो होइन। भाइ यहाँ चाहिँ नुहाउँदैछ, यो निस्किरहेछ। ऊ जाडो भएर यो आगो तात्दै छ। भाइ कस्तो लागिरहेछ तँलाई? एकदम जाडो लागिरहेछ, लास्टै जाडो भइरहेको थियो। उपर चिसो पानी छ यार। यो यहाँ चाहिँ फोटो खिचौँ भनेको, टक्क यहाँ फोटो खिचौँ भनेको दामी आउँछ भनेको। यो लडेको लडाइ गरेर यहाँ घरि उहाँ पुग्छ, घरि कहाँ लडेको लडाइ गर्छ फोटो। यहाँ हात फुलाइदिइसक्यो। केटाहरू चाहिँ यहाँ पखालिँदैछ। अब चाहिँ एकदम पानीमा खेलिसकेर अब यहाँ बालुवा सालुवा पखालेर अब चाहिँ लुगा लाएर जानुपर्छ। केटाहरू यहाँ चाहिँ धारा जस्तो पानी आउँदैछ, पखालिँदैछ। अब लुगा लाएर जानुपर्छ। लास्टै जाडो भइसक्यो, धेरै पानी नि यस्तो चिसो पानी छ कि धेरै खेल्नु नि हुँदैन, चिसो लाग्छ फेरि। लास्टै चिसो चिसो भइरहेको छ एकदम पुरै जाडो भएर। यहाँ चाहिँ आगो तपाईँ एकछिन आगो तापेर मात्रै जाऊँ भन्ने कुरा भएर आगो फुकेर अब एकछिन आगो तापेर अनि चाहिँ आगो सागो निभाएर सामान बोकेर अब चाहिँ जानुपर्छ। अब चाहिँ हामीले आगो पनि पुरै निभाइसक्यौँ, सरसफाइ नि हानिसक्यौँ। यहाँ पुरै सफा नि भइसक्यो, ब्याग नि रेडी भइसक्यो, सामान सब हालेर केटाहरू नि रेडी भइसक्यो। ल लुगा लाएर म पनि रेडी भइसकेँ। अब जानुपर्छ, ज्याकेट लाउनुपर्छ, चिसो छ। अब माथि छ, धेरै माथि छ हाम्रो रुम चाहिँ, धेरै तल आएको छ नि खोलामा होइन। ल हामी चाहिँ अब खोलालाई बाई बाई गरेर लाग्दिएको। ल अनि कस्तो लाग्यो भन्दै? एकदम बढिया। आज कस्तो भयो त? आजको एकदम बढिया, एक हप्ताको पुरै ह्याङ्गआउट भयो। पुरै एक हप्ताको यो टक्क लागेको, एकदम मजा आयो आज। अब चाहिँ सिधै उकालो जानु छ। बल्ल बल्ल यो नयाँ खोलाको उकालो चाहिँ कट्यो, पुलमा आइपुग्यो होइन। आज चाहिँ माथिको आज चाहिँ फोटो भिडियो कम छ, तर मेमोरी चाहिँ एकदम बढिया धेरै छ। आज चाहिँ एक बार मजा आयो। अब यो बाटो जानुपर्छ। आम्मा तल खोलाबाट आउँदा आउँदै गलिहाल्यो। उहाँ तलबाट आएको, अझै कति छ बाटो केही थाहा छैन। सिधै चढेको चढे, कुन बाटो जानु थाहा छैन। अब त्यो बाटो त कहाँ जाँदाखेरि त झन् भिरै भिर गएको। यस्तो यस्तो ज्यानको जोखिम गरेर लुगा यस्तो छ। के छ त? उकालो होइन ओह्रालो हो, भिरबाट हाम फाल्दै झरेको। त्यो लहरा रहेछ, लहरा पक्रिँदै यहाँबाट सिधा उभो जानुपर्छ। कहाँ पुगिन्छ थाहा छैन। बेलुका ल अब चाहिँ हामी घरको नजिक आउँदैछौँ। अब चाहिँ आइपुग्न आँटे जस्तो लाग्दैछ, गाउँ आइसक्यो। कस्तो लागिरहेछ भाइ तँलाई? एकदम थकित फिल भइरहेको छ, एकदम गलेर बोल्नै नसक्ने हो। केटाहरू अघि अघि हिँड्दैछ। ल अब चाहिँ हामी घर आइपुग्यौँ होइन, अगाडि हो। कस्तो लागिरहेछ तँलाई घर आइपुग्यो? एकदम आनन्द। चाबी हराउँदा कुन चाबी हराउँदा त अब कसरी घरभित्र पस्नु? तँलाई कस्तो लागिरहेछ गौरव घर आइपुग्दा? गार्डन हो र। ओ भन तँलाई कस्तो लागिरहेछ? हामी बस्ने घर चाहिँ यही हो।
यो गाडी पनि यहाँ बस्नु चाबी हराउँछ म होइन चाबी हराउँछ यही हो यहाँ बस्नु भने चाहिँ फाइनली आइपुग्यो त उतै तल खोलातिर गएको थियौँ आन्टी हजुर तल रहेछ खोला नि अब रुम चाहिँ यहाँ छ यहाँ छ रुम चाहिँ आइज तल आइज यस्तै छ ल आजको लाइभ एन्ड हान्दै त ल अब आजको लागि यति नै अब अर्को हप्ता फेरि आउने नै छ योभन्दा बेस्ट योभन्दा खतरा हामी खतरा भर्जन लिएर आउँछौँ अर्को हप्ता योभन्दा बेस्ट अझै इम्प्रुभ गरेर होइन लाइक सेयर सब्सक्राइब ल आजलाई यति है त ल